Okay guys, I need like 40 gifters guys. मलाई 40 जनाले 40 वटा रोज बनाउनु पर्छ. अब बहिनी कताबाट? हाय प्यारा. के हो प्यारा दाइ भन्ने म तिम्रो तिमी बहिनी हो मेरो. गाइस यो भन्दिन. यसको गोष्ठीनीहरु सुन्नुस्. पुरै त्यहाँनिर के हो जस्तै भन्छ तामाङको बच्चा हो यार अलिकति मन छ हाम्रो नि यार हामीले नि अलिकति जेलस त हुन्छ यार त्यहाँनिर पुरै बेबी सेबी दिँदै दुनिया थरीको केटासँग गोसलाई किस गर्यो भने भिरै जिस्केको कि गाइस एउटा कुरा के सुन्नु भन्दाखेरि हजुर गाइस एउटा नमाजको कुरा चाहिँ के लाग्यो भन्दा गाइस मलाई मेरो चाहिँ मेन आइडी मेरो पनि आइडी गयो गोस्ट गयो यो मेरो ब्याकअप आइडी आगा लाग्यो मिस्टर तामाङ मलाई लुतै लाग्यो हाम्रो आइडी लुतै लारहेछ लुतो हैन मैले टिकटकमा कहाँनिर देखेको भिरेङ्गे लागेको आइडीमा त्यो धेरै भयो के त्यो पीबाट आउँछ नि त्यो भयो के पी अनि लास्टमा के आयो के त्यो के अनि मेरो चाहिँ सस्टेन मात्रै भएको लाइभ स्ट्रिमिङ है तर बिचारा मेरो त आइदिन गयो मेरो रिक्वेस्ट आकै गरे गोस्ट एकचोटी म्याच स्टार्ट गरौँ ल गाइस प्लिज ट्याप गरिदिनुस् ल प्लिज फलो गरिदिनु त प्यारीहरु यो आइडी पनि समस्या आक्वाई गर्छ के मेरो त्यही भएर म यो आइडी नचलाको अनि अर्को आइडी खोलिछु अब नयाँ तपाई नै अर्को आइडी खोल्नु नयाँ गाह्रो लास्टै गाह्रो छ गरी खान दिनु भयो मिस्टर तामाङ फेरि केही छैन तपाईहरु म चम्काउँछु मोरे मिस्टर तामाङ हामी सधैँ एक साथमा छौं हामी एक साथमा छौं टेन्सन छैन हामी एक साथमा छौं केही छैन हाम्रो माइलहरु आइहाल्छ मिस्टर तामाङलाई नि खोज्दै आइहाल्छ माइली हो भने चाहिँ के थाहा छ ट्याप ट्याप किन गर्नु भन्नु गाइस मैले पावर अफ ट्याप ट्याप चाहिँ के भन्दा गाइस हामीलाई अलिकति C5 मा छौं उहाँ पनि C5 मा हुनुहुन्छ अलिकति अगाडि लगिजानु न है प्यारीहरु त्यही भन्न चाहन्छु हैन दुई जनालाई नै सपोर्ट गरेर अगाडि लगिदिनु मिस्टर तामाङलाई नि सपोर्ट गरिदिनु प्यारीहरु उता मेरो टिमले गाइस उताको टिममा गएर सपोर्ट गरिदिनुस् उताको टिमले मेरो टिममा मेम्बर हट हानेको उताको मेम्बर हट हानेको मान्छेहरुले यता आएर हान्दिनु होला यताको हान्नु भएको मान्छेहरुले उता गएर हान्दिनु होला अनि त्यसरी एउटा कुरा है गाइस सबैजना एउटा कुरा म के भन्छ म बोसकोमा ट्रेजर बक्स राखिदिन्छु गाइस हैन सबैजना त्यहाँबाट खोज्दिनु ल मेरो यो आइडीमा ट्रेजर बक्स हुँदैन है म बोसकोमा ट्रेजर बक्स राखिदिन्छु गाइस ट्रेजर बक्सबाट कोइन लिनुस् अनि मेम्बर हाट दुईतिर लिनुस् ल मेरो यो आइडीमा गाइस ट्रेजर बक्स पनि हुँदैन के पनि हुँदैन है पपुलर नम्बर 87 मा पुग्यो कति नम्बरमा कुन उसमा पुग्यो हेर्छु कुन गयो खासमा C5 मा देखाइरहेछ त्यसका बाजे सबैजना हो उतातिर जान ल प्यारीहरु सबैजना जान त गाइस 1000 को ट्रेजर बक्स छ 1000 को ट्रेजर बक्स छ सबैजना दुईतिरै हान्नु गाइस अनि गाइस ट्याप ट्याप चाहिँ म के भन्छु भन्दा दुईटै टिममा हान्नुस् के ट्याप उतातिर नि ट्याप ट्याप गर्दिन त प्यारीहरु गाइस हामीले भनेको मान्नु कसमै 9 महिनापछि घरले छोरा देखाइदिन्छु तपाईहरुलाई म हाम्रो दुईटा छोरा हैन 9 महिनापछि घोष र मिस्टर तामाङको घरले छोरा निस्किन्छ हैन त मिस्टर तामाङ जोस गर्ने त यही गाइस है रिसेन्ट टाइममा तपाईहरुले राम्रो कन्टेन्टहरु कस्तो राम्रो एडिट बनाएर हाले मैले दुई तीनवटा आइडी देखिरहेको गाइस उनीहरुको त कन्टेन्ट यस्तो भाइरल छ आइडी नै खतरा भइसक्यो के तपाईहरुको एउटा मेन्स गाइस सुन्नुस् है मेरो र घोषको कन्टेन्ट बनाएर हाल्यो फर युमा नन स्टप कुद्यो गाइस दुनियाले देख्यो त्यो कुरा प्रब्लम चाहिँ के आयो भन्दा गाइस आँखा लाग्यो त्यसपछि अब नेपालमा त गाइस अब सबैजना सँगै जाउँ भनेको त छैन नि त नि खुट्टा तानेर मारि जाने बेसी छ नि त नि त्यो रिजनले गर्दा गाइस धेरै प्रब्लम आयो है त्यो रिजनले गर्दा मैले मेरो टिमलाई चाहिँ के भन्दैछु भन्दा प्लिज म लाइभ छ छैन इट डजन्ट म्याटर गोस्ट लाइभ छ भने गोस्टलाई भने माथि पुऱ्याइदिनु न गाइस गोस्ट यस्तो राम्रो मन गर्छ उसले मलाई उतिकै साउट दिइहाल्छ नि गाइस हैन उसले त उतिकै मिस्टर तामाङलाई नि गर्नु पर्यो घोषलाई नि गर्नु पर्यो दुई जनाकै यस्तो समस्या आइरहेछ कि तपाईहरुले देखिरहनु भएको छ नि हाम्रो आइडी कस्तो राम्रो फर यु पेजमा कुदिरहेको आइडी अहिले यस्तो सिचुएसनमा आइरहेछ हामी त अहिले नालामा सुट्नु पर्छ नालामा सुट्ने अवस्था आइसक्यो 4-5 दिन त हो गाइस यार फर यु पेज नै खाइसक्यो हामीले अहिले चाहिँ अब एवानमा लगे पो बेडमा
सुत्नु अब नालामा सुत्नु अब के गर्नु अब त्यो निस्किन्न प्यारीहरू त्यही भएर तर लिग पनि एकचोटि A1 मा पुग्दैन नि कत्रो टाइम लाग्छ 1 हप्ता जस्तो लाग्छ होला त्यो अब C5 बाट C4 मा झर्छ 4 बाट 3 मा 3 बाट 2 मा 1 मा त्यसपछि D रे D हैन त्यसपछि B आउँछ के गाइस इट्स लङ प्रोसेस हो क्या एकदमै लङ प्रोसेस चाल्नुपर्छ क्या त्यही भएर अलिकति अनि फेरि C5 मा कोही राम्रो होस्टरहरू पनि छैन कि प्रब्लमै त्यही हो म त्यो भएर एरीसँग म्याच खेल्दै बसेको गाइस तपाईहरुले भन्छ नि किन म्याच खेल्दै बस्यो यो आइडीमा गाइस यो लिगमा कोही राम्रो होस्ट नै हुँदैन के भनेको नयाँ आइडीहरू हो नि त नि 0 भ्युअर्स भएको फोटो राखेर बसेको कि त बेडमै सुतेको इयरफोन मुखभित्र हालेर त्यो नि त्यो वाला के अब त्यो बुझ्न त्यस्तो होस्टहरू मात्रै हुन्छ यो लिगमा चाहिँ त्यही भएर वाइट अकाउन्ट सर मेरो अकाउन्ट गयो ब्यान गाइस मेरो मेन अकाउन्ट गयो ब्यान अनि मिस्टर तामाङको प्यारीहरू सबैजना युट्युबमा सब्स्क्राइब गरिदिनु होला तपाईँले भेटाएन भने मेरो कम्युनिटी पोस्टमा छ उहाँको गएर गुट्टुङ लगाएर सब्स्क्राइबर द्याट इज कल गुड इन्फ्लुएन्स है गाइस एउटा गुड इन्फ्लुएन्स के भइरहेछ घोषकोबाट म आज यस्तो अल्छी लागेको थियो मलाई तापनि घोषले यार भिडियो बनाउनु त बनाऊ भन्दा गाइस युजुअली स्याटरडे हामी इभिनिङमा चाहिँ जहिले पनि म बच्चाहरूको छुट्टी हुन्छ वी गो आउट फर डिनर के अनि आज मैले त्यसको भ्लग बनाएको छु गाइस सानो बनाछ बट देन आई विल पोस्ट इट टुमोरो है के टिएमजी टिम रेडी भएको छु म भोलि 10 बजे कि 11 बजे पोस्ट गर्छु मोस्ट प्रोबेबली तपाईहरुले बेल आइकन अन राखेको छ है त्यहीँनिर देख्छु मेरो पनि आइसकेछ प्यारीहरू हेर्दिनु होला अबदेखि मिस्टर तामाङ र मेरो ब्लगिङको टाइम चाहिँ मिलाउनु पर्यो मिस्टर तामाङ के भने के तपाईं गर्नु अब यसरी जानु पर्यो कि मिस्टर तामाङ र म कसरी जानु पर्यो थ्यांक यू ओके गाइस प्लिज लेट्स रिम्याच गरेको ल्यापटप चाहिँ गरिदिनुहोस् ल गाइस ल्यापटपको हेल्प चाहिँ के हुन्छ यो लाइभलाई माइलहरु गएर उतातिर गएर मेम्बरहरु हान्नु त 800 जना हुनुहुन्छ उता कति जना हुनुहुन्छ मिस्टर तामाङ 300 जना मात्रै छ जान त प्यारीहरु उता गएर मेम्बरहरु हान्नु त सबै जनाले यहाँ ट्रेजर बक्स राख्दिनु भएको मिस्टर तामाङले उतातिर गर्छ गाइस मेरो यो अकाउन्टमा ट्रेजर बक्स के हुँदैन है त्यो रिजनले गर्दाखेरि म तपाईहरुलाई राख्दिन्छु उता हुँदैन के प्यारीहरु त्यही भएर ट्रेजर बक्स लिनुस् अनि इट्स ओके गाइस अनि उता ल सबै जनाले मेम्बरहरु चाहिँ लिनु है प्लिज मेम्बरहरु ट्याप ट्याप चाहिँ गरिदिनु गाइस अरु जे गरे सबै जनाले उतातिर गएर मेम्बरहरु हान्नु त प्यारीहरु मलाई नहान्नु अघि मेम्बरहरु हान्नु गएकोहरुले उतातिर गएर हान्नु त प्यारीहरु मेम्बरहरु एकचोटी त लिन मिल्छ लिनु त्यही पनि मेम्बर भन्छ नि त 234 भइरहेछ अहिले सबैजना जाम त उतातिर प्रोसेस त गाइस यो लिग ए मा त कहिले पुग्ने हो भने मात्रै जीसस इज क्रेजी फर म्यान टाढा छ ये दूरी दूरी मजबुरी के साह्रो लोडर लाग्यो नि मिस्टर तामाङ गर लाग्यो क्या यस्तो त किन देख्नै सकेन क्या नि के हो पनि इट्स ओके मलाई माया गर्ने मान्छेहरु छ अघि म लाइभ खोल्ने बित्तिकै 300 जना 350 जना मान्छेहरु मेरो टिम ल प्यारीहरु उता जान त के पर्यो उता गएर मेम्बर हटाउनु त मलाई माया गर्ने मान्छे मेरो टिमको मान्छेहरु सबैजना यही थियो अघि 350 जना जति थियो गाइस मलाई थाहा छ मेरोमा 350 400 500 600 जना जति छन् चाहिँ एकदम माया गर्ने सबैजनालाई थाहा नहोला तर थिन चाहिँ सबैजना थियो गाइस सबैजना 10 more rows from 10 different IDs कसरी राख्छ यो के Thank you, welcome everyone. Just participate. Everyone, thank you so much. Shanti Rai, thank you, welcome. प्यारी उता जान्छ उता कविता सिस थ्याङ्क यू सो मच सबैजना जान्छ हे मिस्टर तामाङ के गरे मिस्टर तामाङ अहिले तिम्रो गोल कम्प्लिट गर्देको ओ गाइस र्याङ्किङमा छिटो हामीले र्याङ्किङमा छिटो गाइस र्याङ्किङमा छिर्दैछ गाइस थ्याङ्क यू सो मच है सबैजनाले थ्याङ्क यू सो मच गाइस थ्याङ्क यू सो मच अब यस्तो मेन आइडी रिप्लाई दिनु त्यहाँ मेरो चुमा मैले चुमा दिए त रिप्लाई त्यो वर्डले गाइस म आउनु भन्दा अगाडि अघि 4-5 जनाले भइसक्यो त्यहाँ डिटोलले धोएर आउने अनि मात्रै डिटोल हैन लाइफ बोय साबुन गाइस लाइफ बोय हैन लाइफ बोय साबुन धोएर आउने लाइफ बोय साबुन त बच्चापछि जन्मेपछि 2 दिन पर्छ अहिले हैन मिस्टर तामाङ अहिले हैन के अहिले हैन के प्यारीहरु सबैजना उतातिर गएर सपोर्ट गरौँ त प्यारीहरु जति पनि हुनुहुन्छ सबैजना उता जान त प्यारीहरु मिस्टर तामाङ बोथ वे गाइस मेम्बरहरु चाहिँ लिदिनु गाइस
मेन आइडीबाट झगडा गर्थ्यो गाइज मेन आइडीबाट भएको म सबैजना रिक्वेस्ट गर्थ्यो गाइज जित्यौँ घोषलाई जित्यौँ भन्थ्यो फर सम रिजन मलाई पनि कस्तो भन्दा भयो भन्दा अलिकति रेस्पोन्सिबल फिल भयो क्या घोषको अब त्यस्तो अरे यार नेपाली यार अहिले त्यो रिपोर्ट गर्ने मान्छेहरू पनि हेरिरहेको छ होला म चाहिँ के भन्न चाहन्छु भन्दा यार 24 वर्षको केटीले यति दुःख गरेर यहाँसम्म पुगेको छ गाइज यार रेस्पेक्ट गर्नु मोटिभेट हुनु केही सिक्नुको सट्टा गाइज तपाईँहरू उल्टो खुट्टा तानेर बस्ने मान्छेहरू तपाईँहरू नर्क पेजा हो कि नर्क पेजा हो कि तुम लोग नर्क पेजा हो कि सम गाइज रिसेन्ट टाइममा मेरो र घोषकै कन्टेन्टहरू धेरै चलेर त गाइज धेरै मान्छेले रिपोर्ट गर्न सुरु गर्यो नि मेरो पनि आइडी गयो गाइज म त भर्खर 5 महिना भयो टिकटकमा आएको मलाई त मतलब पनि थिएन त्यो कुराको बताएँ गाइज घोषको त्यत्रो ठुलो आइडी त्यत्रो वर्षदेखि दुःख गरेको आइडी नै ब्यान भएको भन्दा गाइज यार कस्तो तपाईँहरू यार कसरी सुत्न सक्नुहुन्छ यार चाक चिलाउँदैन चिलाउँदैन म कनाइदिउँ फेरि के गर्नु हुन्छ टेन्सन छैन हुन्छ बिस्तारै कस्तो कस्तो मान्छेको ज्यान त के भइरहेछ ए यो ज्यान भएपछि सबै हुन्छ नमाज लागि पार्छ त्यो मात्रै हो गाइज यहाँ उसले गर्न सक्छ नि तपाईँले पनि त गर्न सक्छ नि होइन अनि सबै गर्नुपर्छ तपाईँहरू पनि गर्नु आजैबाट सुरु गर्नु प्यारीहरू मेरो टिमको बच्चाहरू एकदम गरिरहेको छ मलाई त एकदम खुसी लाग्छ मेरोमा 3-4 जना अहिले राम्रो निस्किसक्यो स्ट्रिमर्सहरू टिकटकमा लागि के भयो गनफायर हो के भयो मिस्टर टामा अट्याक आउनु लाग्यो मलाई आवाज आयो कि नो यो मेरो घरको छेउमा मन्त्रीको क्वार्टर छ क्या ए म आम पर्छ मिस्टर तामाङलाई अट्याक गर्न म बोडीगार्ड बसिदिन्छु त्यो ढोका बाहिर दुश्मन आउला कि मिस्टर तामाङ त्यहाँ फलामको लाएर बस्ने त्यो अलिकति त्यो के लाएर बस्नु फलामको लाएर बस्नु फलाम नआउने फलामको तिम्रो नयाँ आइडी हो अहिले भ्युर्स पनि राम्रै छ च्याप टिम पनि गतिलै छ के अरे अलिकति ठुल्ठुलो होस्टहरूसँग खेल्न गयो भने हुन्छ तिमी लास्ट खेलौँ न अनि जान्छु कि न एक्सपोज होइन के गाइज होइन हामी दुईजनाको अडियन्स सेम नै छ नि त अहिले सेम अडियन्स छ नि त हामी सेम अडियन्समा बस्यो भने फरीमा जान गाह्रो हुन्छ क्या त्यो रिजनले गर्दा धेरै ठुलो होस्टहरूसँग जति होस्टहरूसँग जोडिँदै गयो त्यति नै राम्रो हुन्छ मेरो लागि त गाइज मान्छेहरू माथि गएको खुसी लाग्छ ओके फर सम रिजन म यस्तो हो क्या म पनि त्यस्तै हो मिस्टर तामाङ जस्तै सोच्छु म पनि तर मै सँगसँगै मेरो जो जोडिन्छ नि मेरो साथीदेखि मेरो फ्यामिलीदेखि लिएर अहिले मिस्टर तामाङ भइरहेछ उहाँ पनि जाओस् क्या त्यो सोच्छु क्या मलाई त खुसी के फर एक्जाम्पल घोष खत्रै युट्युब भ्लगर भयो अरे है खत्रै युट्युब भ्लगर भयो अरे मैले त घोषलाई त चिन्छ नि मैले घोषलाई चिन्छ नि यार हामीले एकजना साथी हो एक ताका यसरी जिस्किने पनि जिस्किन्थ्यो म अलिकति मुख नपरेको भएर घोषले नआएर हो अलिकति राम्रो केटा खोजेर गएको नत्र त मोरीलाई त मैले मन पराउँथेँ भन्नु पाउँथेँ नि त मैले होइन नि त प्राउड इज अ फ्लेक्स हो गाइज मैले त्यही भन्न पाउँछु नि त मिस्टर तामाङ ठुलो बिजनेसम्यान चट्ट लाएर बन्यो भने चट्ट लाएर यो मिस्टर तामाङ मेरो नि ऊ हो कुनै जमानाको करस हो मेरो करस हो क्या मिस्टर तामाङ प्यारीहरू त बुझ्दैन म डेन्जर लाग्छ अनि मेरो करस हुनुहुन्थ्यो उहाँ जिन्दगीमा मैले पहिलोचोटि करस बनाएको अनि उहाँ एकदम राम्रो हुनुहुन्थ्यो मिस्टर तामाङ मेरो करस हो उहाँ चाहिँ अहिले यहाँ पुग्नु भएछ भने मलाई पनि प्राउड फिल हुन्छ नि त ओके गाइज वान लास्ट चोटि भन्ने चाहिँ मेरोमा अघि भ्युर्स घटिरहेकै छैन एकचोटि उसकोमा जानु त्यहाँ ट्रेजर बक्स पनि टन्नै छ गाइज ट्रेजर बक्स लिनुहोस् त्यहाँनिर ट्रेजर बक्स खोलेकै छैन अझ 2वटा ट्रेजर बक्स बाँकी छ गाइज उतापट्टि गएर लिनु ट्रेजर बक्स 2000 को ट्रेजर बक्स बाँकी छ अझ अनि गाइज सबैजनाले उतापट्टि मेम्बरहरू लिएर आउनु गाइज अनि मात्रै तपाईँहरू कोइन टन्नै पर्छ त्यहाँ सबैजनाले यता मेम्बरहरू लिने अनि उता हान्ने हो क्या प्यारीहरू मिस्टर तामाङले राखिदिनु भएको छ अनि उहाँलाई नि यहाँनिर पुग्छ गाइज सबैजनालाई पुग्छ कति दिनको लागि सस्पेन्ड हानिदिएको मेरो त मेतिर खुल्छ मेको कहिले हो हेरेकै छैन ए भगवान होइन त्यो आइडीलाई यस्तो एकछिन रेस्ट त्यो आइडी रेस्टमै राखिदिने किनभने ब्याकअपमै यो खोल्ने यो ठिक छ क्या अनि अर्को ब्याकअप बनाउँदा हुन्छ क्या किनभने तिनवटा आइडी त चाहिन्छ मेरो अर्को त्यो ठुलो आइडी छ नि त्यो त झन् लाइभै अन हुनु त्यो ठुलो आइडी क्या 2 लाख कति फलोवर्स भएको होला क्या खुल्दै हुँदैन कामै छैन त्यो भिडियोको लागि मात्रै हो नागरिक